जोजोलपा हजुर कस्तो हुँदैछ आज तपाईँको एक्सपो नेपालीहरूको विशेष पहिचान नै हाम्रो हस्तकला यो पुरातन हस्तकला यो क्षेत्रमा मलाई जहाँसम्म छ अब अर्नीको चीनमा अब इतिहास कालदेखि अर्नीकोले जसरी हाम्रो अब के भन्ने प्रतिष्ठा बढाएको छ उहाँको त्यो शिल्पकला र ज्ञानले त्यस्तै त्यो फेरि अझै हाम्रो नेपालमा यो जीवन्त देख्न पाउनु र त्यसलाई निरन्तर राखिराख्नु यसलाई अझै राम्ररी अगाडि बढाउनु खुसीको कुरा हो नि अब यस्ता कुराहरू अमेरिकन युनिभर्सिटिजहरूमा पढ्न पाउँदैन सिक्न पाउँदैन जुन विशेषता हाम्रो यो अहिले हस्तकला क्षेत्रमा हाम्रो यस्तो छ सिपहरू त्यो अन्य ठाउँमा यति राम्रो यति शुद्धसँग त छैन नि यही कुरालाई जीवन्त तपाईँहरू राख्नको निम्ति जुन हिसाबले प्रयास गरिराख्नु भएको छ तपाईँहरूलाई धेरै धेरै धन्यवाद साँच्चै हामी आफूले म त अब यस्तो सकिरहेको छुइनँ सङ्गीत क्षेत्रमा मात्र लागिरहेको हो तर अब यस्तो देख्दाखेरि चाहिँ मलाई असाध्यै खुसी लाग्छ किन मेरो बुवा पनि एकदमै यो हस्तकलामा मूर्तिकार हुनुहुन्थ्यो अनि उहाँको त्यो मेहनत उहाँको त्यो सिप उहाँको त्यो सोचहरू मलाई याद आउँछ अनि अहिले त्यस्तै गरेर त्यो शुद्धता र त्यो श्रद्धापूर्वक अहिले पनि हाम्रो यो सिप र यो कलालाई अगाडि बढाइराखेर देख्दा कस्तो खुसी लाग्छ हजुर मैले एक्जिबिसनमा बाहिरको देशको युएसको अस्ट्रेलियाको आउनु भएको रहेछ होइन उहाँहरू चाहिँ हाम्रो जुन यो आर्टमा एकदम अट्र्याक्ट भइराख्नु भएको छ क्या तर हाम्रो चाहिँ जुन नयाँ मेन यो जेनेरेसन भयो मेन चाहिँ हाम्रो उद्देश्य चाहिँ उहाँहरूलाई पनि अट्र्याक्ट गर्नु हो अलिक मोडर्न कुरामा उहाँहरू फोकस भयो होइन सो तपाईँको थ्रु चाहिँ उहाँहरूलाई एउटा मेसेज आफ्नै देशको हाम्रा आफ्ना पूर्वजहरूले सिकाएका ज्ञान सिप कलाहरू सबै यति विशिष्ट छ है यति के भन्छ त्यसलाई रेयर छ होइन जताततै पाइँदैन त्यस्ता कुराहरूलाई नजरअन्दाज गरेर यो अब के भन्छ विदेशी भन्दा मैले हुन त नराम्रो भन्नु खोजेँ होइन त्यही पनि अब विदेशमा इन्टरनेसनल कन्ट्रिजहरूमा गएर त्यो तिनीहरूको आर्ट जुन कि कहिलेकाहीँ हामीलाई त्यो एब्स्ट्र्याक्ट आर्टहरू बुझ्दिनँ त्यस्तोमा बेसरी मेहनत गर्नुभन्दा त डलर सिक्नुभन्दा त आफ्नै देशमा आफ्नै पूर्वजहरूले अब एउटा इनहेरिट हिसाबले हामीलाई दिएको ज्ञान सिप कलाहरूलाई नै अलिकति ध्यान दिनु सक्यो त्यसको महत्त्व त्यसको शुद्धता त्यसप्रतिको श्रद्धा जुन हामीले संस्कार स्वरूप हामीले विकास गर्नुपर्ने हो आफ्नो जीवनमा र त्यसको त्यो चिजहरू साँच्चीकै अमूल्य छ अब पैसैकै कुरा गर्नु पर्दाखेरि तपाईँको एउटा युनिक आर्टलाई कसैले मोल तोक्नै पाइँदैन तपाईँ आफैले मोल तोक्ने हो होइन अमूल्य छ यस्ता कुराहरू नि नेपालमा बाहेक अरू अन्य कुन देशमा सिक्न पाइन्छ कुन युनिभर्सिटीमा अब हार्वर्डमा त सिक्न पाइँदैन क्यारे होइन यस्तो ठुलो येल युनिभर्सिटी भनौँ या हाम्रो अक्सफोर्ड भनौँ जहाँ भनौँ सिक्न पाइन्छ कि पाइँदैन तपाईँहरूलाई थाहा होला मलाई भन्दा बेसी तर आफ्नै देशमा भएका आफ्ना पूर्वजहरूले दिएका ज्ञान गुण सिपहरूलाई चाहिँ अलिकति ध्यान दिने कोसिस गरौँ त्यसलाई अझै निरन्तरताका साथ जीवन्त बनाऊँ है हाम्रो विशेष पहिचान नेपालीहरूको यही हो जस्तो लाग्छ यसलाई कदर गर्न सिकौँ सिक्ने कोसिस गरौँ तपाईँको कुरा सुनिरहँदा कस्तो आफू पनि कस्तो मोटिभेट भयो जस्तो हुने रहेछ होइन त्यसैले तपाईँको थ्रु अब कुनै त्यस्तो तपाईँको कुनै अहिलेसम्म एक्सपिरियन्स हाम्रो पूर्वजहरूले दिएको यो ज्ञान सिप कलाहरू अन्य ठाउँमा छैन यो सिप कला ज्ञान भनेको साँच्चीकै साधनाको थ्रुबाट साधना मार्फत पाइन्छ श्रद्धा मार्फत पाइन्छ र अफकोर्स मेहनत चाहिन्छ पनि रुचि चाहिन्छ पनि मलाई जहाँसम्म छ भोलि यही सिप कलाले येल युनिभर्सिटीमा आएर बोलिदिनु पर्यो हामीलाई यस विषयमा ज्ञान दिनु पर्यो भनेर बोलाउन सकिन्छ होइन म जस्तो जाबुलाई त सङ्गीत अलिकति फरक आफ्नो मौलिक सङ्गीत या आध्यात्मिक मौलिक सङ्गीतलाई अपनाउने क्रममा मलाई पनि त आजको दिनमा अन्य ठुल्ठुलो युनिभर्सिटीहरूमा बोलिदिनका निम्ति बोलाउँछन् हजारौँ डलरको रूपमा हामीलाई पारिश्रमिक पनि दक्षिणा पनि दिइन्छ भन्दाखेरि हाम्रो आफ्नो मौलिक पूर्वजहरूले दिँदै आएको ज्ञान सिप र कलाको कदर हो त्यसको विशेषता हो यो कुरा बुझ्नुपर्छ हामी जतिसुकै अब मोडर्न आर्टहरूको कुरा गरे पनि नि
भोलि आएर पिकासो जस्तो श्रद्धा हामीले पाउन सक्छ कि सक्दैन थाहा छैन, तर यो हाम्रो आफ्नो पूर्वजको मार्फत पाएको संस्कार संस्कृति र कला सिप ज्ञानबाट चाहिँ पक्कै पनि पाउँछ। त्यो त म ठोकुवा गर्छु ल। पक्कै पनि। थ्याङ्क यू सो मच।